ल यो चाहिँ हामी यता मोरङको राजारानी लेटाङको राजारानी भन्ने ठाउँमा आएको यस्तो घुम्नलाई है। यस्तो दामी ठाउँ रहेछ पोखरी चट्ट हेर्नु न कस्तो दामी छ। तर यहाँ त अलि माथि धेरै टाढा पऱ्यो क्या, त्यही भएर खासै मजा त आएन। त्यही पनि हामी 5 जना आएको छौँ। पोखरी चाहिँ लास्टै बबल लाग्यो है। साथी तपाईँहरू पनि घुम्नु मन छ भने चाहिँ चट्टसँगले मोरङको लेटाङ नगरपालिकाको राजारानी भन्ने ठाउँ कस्तो बवाल छ। कस्तो दामी रहेछ यार। यहाँ यिनीहरूले बोट पनि राख्नु पर्ने हो क्या हैन दाइ? हो लोकल पारा। ल हाम्रो ग्याङ, ओ छोटो ग्याङ, हामी चाहिँ यो लेटाङको चाहिँ राजारानी पोखरी घुम्न आएको। त्यस्तै दाम खोइ अझै छ देख्दिनँ त यार। आबा तेरीमा तेरी। ल आइज नै मलाई बनाइदे। शान्ति दाइ हिँड्दै आउँछ ल, हिँड्दै आउँछ ल। अमरे ओए तेरो साथी यहाँ हेर त कस्तो दामी खेलिरहेछ यहाँ हेर्ने। लिम्बू तेरो दोस्त सन्दीप भाइ। ल हाम्रो त यो चाहिँ माथि यहाँ माथि बसेको त्यो सेतो लुगा लाउनेको। यता हेर्दा लिम्बू हाई गर्दे। ल हो यो र यो चाहिँ लास्टै जिग्री हो। यस्तो जिग्री दोस्तहरू हो यिनीहरू। ल हाई भन्दै माथि लिम्बूलाई। ल ल ल ल ल लिम्बूको चाहिँ हेर पेट तानेको र भोलि देखियो भन्दा। इस सज्जन को क्या तकलीफ है भाई? पहिले त टिकटक मात्रै बनाउने क्या यसमा। टिकटक बनाउन लुगा फेर्नु अब। ल बस जली ना, तेरी भी जली ना। अब मेरो जस्तै के आएको पानी के गर्नु पर्यो हो? केही पर्दैन। यसो गर न। चस्मा ले यहाँ हेर न। यहाँबाट चस्मा दे त। चस्मा दे त। यसो तल रुक जा नाच न नाच ल नाच त नाच न। कपाल पनि काटेको छैन बुझ्छु कस्तो सबै भुत्ली आएको छ। आइफोन मोबाइल ल्याउनु त म फोटो बनाउँछु। ए के अरे यो के अरे काब्रेले सम्झि भन्ने नाच्छ नि यस्तो अब आफ्नो त नाच्छ नि। हो त्यसरी नाच्छ नि। कत्रो आइरहेछ त यार। वाओ राजा साहब नहीं। लिम्बूलाई के कानेको? ओ लिम्बू कौन है ये लोग? कहां से आते हैं? ओ